नगर्नुहोस् न। अब यो त एउटा कुरा के छ भने म हरेक ठाउँमा जान्छु काका, यही देख्छु, यही आउँछ। जनकपुर जान्छु त्यस्तै हुन्छ, बिरगञ्ज जान्छु त्यस्तै हुन्छ, गढीमाई जान्छु त्यस्तै हुन्छ। जहाँ कार्यक्रम गर्न गयो त्यही छ। यो त प्रतिनिधि पात्र मात्रै हो। तपाईको 60% मान्छेले यो देशमा घरबार बिन हुँदैछन्। करिबन 1 करोड मान्छे सुकुम्बासी हुँदैछन्। यो कुरा मजाक गरेको छ कि यिनीहरूले, मजाक गरेको छ। मैले भने नि हरेक नेपालीहरूले महिलाहरूको झोलामा के हुन्थ्यो? महिलाहरूको झोलामा एउटा सानो ऐना हुन्थ्यो, लिपस्टिक हुन्थ्यो, एउटा काइयो हुन्थ्यो। आज महिलाहरूको डोर, तपाईले बुझ्नु होला, महिलाहरूको झोलामा डोरी हुन्छ, पेट्रोल बोकेको हुन्छ। यो स्थिति हो नेपालको। साँच्चीको चित्र यो हो, साँच्चीको पिक्चर यो। आर्थिक स्थिति यति नराम्ररी चाहिँ दयनीय भएको छ नेपालीहरूको। ल हेर्नुहोस् त, यस्ता चेलीबेटीहरू यसरी रोएर हिँडेका छन्। घर छैन उहाँहरूको, ब्याङ्कले लिलाम गर्यो। अब जाने कहाँ? खोलाका डिलमा गयो सरकारले डोजर लाउँछ, घरमा गयो ब्याङ्कले चाबी लगायो, जाने कहाँ? यसको समस्याको समाधान हुनु पर्दैन। उहाँहरूको गार्जेन को? सरकार होइन। जसले खान पाउँदैन, जसले लानु पाउँदैन, जसको घर छैन, त्यसको को हो भन्दा सरकार होइन। त्यसैको लागि हो नि हामीले कर बुझाएको, हामीले ट्याक्स बुझाएको। मैले 79 साल फागुन 1 गते राजालाई साँची राखेर यही आवाज उठाउँदा राजा पनि छक्क पर्नु भएको। र मलाई के भन्यो भने लोन नतिर्ने धेरै ठुला ठुला मिडियाहरूले लेखे, माफिया भनेर लेखे। बाबा म माफिया होइन, म उहाँहरू जस्तो मान्छेको नि सिन्दुर नपुसियोस्, परिवार नचलोस्, घर नबिग्रियोस् भनेर लागेको। मेरो त म एउटा भाग्यमानी मान्छे हो क्या। मकैबारीमा जन्मेको काइलीको छोरो, रियली भन्छु। र आज मसँग सब कुछ छ, घर छ, गाडी छ, छोरा छ, बुहारी छ, छोरी छ, नाति छ, सब कुछ छ। तर हुँदा हुँदै पनि नि म आज सबैभन्दा दुखी छु। किन छु भन्दाखेरि माया मात्रै लाग्छ, माया मात्रै लाग्छ मसँग। रियली भन्छु, म यहीँबाट भन्छु काका, यदि यो सरकारले उहाँहरूको ऋण मिना गर्छ, उहाँहरूलाई बचाउँछ भने म मेरो आधी सम्पत्ति म यहीँबाट लेखेर दिन तयार छु। मलाई सम्पत्ति चाहियो होइन। अब कति माग्नु छ? धेरै खाइयो भने 20 बोरा चामल खाइएला, चामलै खाता। त्यसले गर्दाखेरि अब यो सबैभन्दा ठुलो समस्या के हो भन्दाखेरि लघुवित्त, सहकारी ब्याङ्क, फाइनान्स, डेभलपमेन्ट ब्याङ्क, इन्सुरेन्स, रिइन्सुरेन्स, यति मात्रै होइन, सेयर मार्केट त्यति मात्रै कहाँ हो र? विदेशमा गएर हाम्रा चेलीबेटीहरूले आफूले बेचिएर कमाएर पठाएको पैसा पनि त्यही 16 परिवार तस्करहरू, 10 परिवार नेपाली र 16 परिवार मारवाडीहरू छन्। मैले फेरि सबै मारवाडीलाई भने होइन, मारवाडीहरू भित्र पनि मारवाडीले सिद्ध्याएको छ क्या। ती मारवाडीहरू मसँग कन्ट्याक्टमा छन्। मैले यो भनेको नेपालको डिप स्टेट हो, यसलाई टुक्र्याउँ न, छुटाउँ। काकाले पनि बोल्नुहुन्छ नि कहिले कहिले, काकाले त 10 परिवारमा छ भनेर पहिला भन्नुभएको थियो। 16 परिवार मारवाडी र 10 जना नेपालीको हातमा हामी सबैको उहाँहरूको भविष्य छ। यो कुरालाई काटौँ न, यो कुरालाई काटेर कमसेकम उहाँहरूलाई बचाउँ भनेर म लागेको। म उहाँहरूलाई नै बचाउने हुँदाखेरि आज 14 पल्ट जेल परे। सर्वोच्च अदालतले त मलाई तपाईँको चाहिँ नि 13 पल्ट त काका यो नेपालको इतिहासमा बन्दी प्रत्यक्षीकरण रिटबाट छोडेको। इतिहास यत्रो एउटा एके मूर्ति बन्जाडेको मात्रै आउँथ्यो जहिले। अहिले हरेक रिटमा दुर्गा बर्साई भनेर आउँछ। एके मूर्ति बन्जाडे अरे यो हाम्रो उसको यो कमल खोलामा मारे नि, यो कमला खोलामा होइन होइन, कसको पनि नाम आउँछ होइन नि, एकजना त्यतिखेर पञ्चायती व्यवस्थामा हो उनीहरूको आउँथ्यो। अहिले मेरो मात्रै आउँछ। दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रेटको विषयमा बहस हुन्छ। र मैले जतिखेर पोलिटिक्स बुझेँ, पोलिटिक्स बुझिसकेपछि
मैले सबै पत्रकार, कान्तिपुर भयो, नागरिक भयो, नागरिकको गुणराज लुटेल दाई भयो, कान्तिपुरको त्यतिखेर नारायण वाग्ले भयो, हाम्रो रातो पार्टीको ओम शर्मा भयो, सेतो पार्टीको अमित ढकाल, इन्टायर मैले ठुलो पत्रकार, त्यतिखेर त यो युट्युबहरू त्यत्रो थिएन, हाम्रो आवाज सुनिदिने कोही पनि थिएन। अनि त्यतिखेर मैले यो गोविन्द केसी भनेको यस्तो चिज हो, गोविन्द केसीलाई यसरी उत्पत्ति गराइदिएछ भनेर चाहिँ मैले भने। आज गोविन्द केसीकै जगमा के भयो भन्दाखेरि हुँदै 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 गोविन्द केसीलाई अनसन सुताइयो, माइतीघर मण्डलामा कागजको टोपी लगाएर मान्छे बसे, उज्जवल थापाहरू, बाबुराम भट्टराईहरू साइन गर्ने। आज त्यही गोविन्द केसीको वरिपरिका मान्छे सिंहदरबारमा आगो लगाएर, तपाईँको संसद भवनमा आगो लगाएर आज सर्वोच्च अदालतमा सिंहदरबारमा आज राज गरिरहेछ। उहाँहरूको सुनवाई हुँदैन। मैले यही स्टेजबाट चुनाव हुनुभन्दा 4 महिना अगाडि माघ 4 गते यो देशमा त्यतिखेर बालेन उठ्ने कुरा थिएन नि, बालेन मेरै थिए। यो बालेनलाई प्रधानमन्त्री बनाउने कुरो हो, मैले माघ 4 गते भनेको छु नि। बालेनलाई प्रधानमन्त्री बनाउने कुरो हो। बालेनलाई प्रधानमन्त्री बनाइसकेपछि सबैभन्दा पहिला सुकुम्बासीलाई लात हानेर खेद्छ नै। यहाँ नेपाली जनतासँग मतलब छैन। यहाँ कसरी हुन्छ दलाई लामा जन्माउने, विदेशी सेना ल्याउने, दलाई लामा जन्माउने, चाइना र नेपालमा युक्रेन र रसियाको युद्ध जस्तो गराउने। नेपाली जनताले जब यहाँ चाइनाका रकेट लन्चर र चाइनाका ती अस्त्र झर्न थाल्छन् नि, त्यतिखेर यो भिडियो तपाईँहरूले राख्नु होला है, लगभग तपाईँहरूले राख्नु होला। अनि त्यहाँबाट के भन्छन्, किन बोलेको यस्तो कुरा, तँलाई त सिद्ध्याउँछ। अनि दिनविजय सिद्धिनुभन्दा एकपल्ट सिद्धिँदा सकिहाल्यो। कुन चाहिँ बाँचेको छ? घरमा न छोरो छ न छोरी छ, विदेशमा छन्। बाँचेका चाहिँ को छौ भन्छु, को चाहिँ बाँचेको छ? तातोपानी तताएर खान दिने छोराबुहारी छैन, घरमा छन्। अनि यस्तो भएर बाँच्नुभन्दा बरु मरेकै निको भनेर म चाहिँ यो आन्दोलनमा लागेको। अब यही सिलसिलामा यो काका आजभन्दा 15-18 वर्ष अगाडि होला, द गोस्ट भन्छ क्या, पाकिस्तानको कराचीमा ठ्याक्कै दाउद इब्राहिमको टिमले के गर्यो भने मिडियाको घर घरमा लगेर यस्तै गरेर गेटमा गाडी राख्यो। यो कुरो बुझेको छैन साथीहरूले। यो देशमा सिंहदरबारमा सर्वोच्च अदालतमा 2टा कम्पनीको पैसा आयो, क्या डी कम्पनीको, 2टा डी कम्पनीको, एउटा दाउद इब्राहिम कम्पनी, एउटा दलाई लामा कम्पनी। उसैको योजना अनुसार चल्दैछ। रवि लामिछानेलाई बुटवल जेलबाट किन तपाईँको चाहिँ नक्खु कारागारमा लाग्यो भन्दा त्यहाँ इनुस अन्सारी थियो, आइएसआईको मान्छे, जसले नक्कली नोटको कारोबार गर्थ्यो। त्यहीँबाट सबै इनुस अन्सारीबाट सेटिङ भएर तपाईँको अहिले इनुस अन्सारी 15 लाख रुपियाँ धरोटीमा भर्खर छुटेर अन्डरग्राउन्ड भएको छ। भर्खर यो कुरा कसैले खोल्दै, मैले खोल्दै, धेरै भयो त्यही होइन, धेरै भयो मार्ने होइन, त्यति होइन, अरू कुरा केही होइन नि। हामी पनि के चाहन्छौँ भने नि, मेरा नाति पनातिले पनि भोलि पर्सि के भन्नु भनेदेखि नि, मेरो हजुरबाउ एउटा मर्द थियो, नामर्द थिएन, लड्थ्यो, जुझारु थियो, योद्धा थियो। म उहाँहरूलाई यसरी नरुनुहोस् भन्छु। आमा भनेको चिज त संसारमा सबैभन्दा ठुलो योद्धा भनेको आमा हो। मैले यो अनुभव गरेको छु। मेरो प्रोजेक्टहरू, मेरो मेडिकल कलेज खान खोजेको होइन, मैले मेरो मेडिकल कलेजको लागि, चुप लाग्नुहोस् न, मेरो मेडिकल कलेजको लागि मैले लडेँ। मैले मटितेल बोकेर हिँडिनँ।